यो चाहिँ हो मेरो नानीले कम्पिटिसनबाट जितेर ल्याएको मेडलहरू जिम्नास्टिकबाट। म चाहिँ खानासाना खाइवरी धन्न सकेर घरसनासनी गरेर केटाकेटीलाई खुवाइवरी अब चाहिँ कपाल गर्न लागेको छु बल्ल। अब साथीहरू म तपाईँहरूलाई अमेरिकामा स्कुल ड्रेस नहुँदाको पीडा देखाउँदैछु है त, हेर्दै जानु होला। अब चाहिँ मेरो छोरो पनि खाना स्ट्रोलरमा सुतेको छ, मजाले सुतेको छ। यो चाहिँ हो मेरो छोरीको रुम। यस्तो लथालिङ्ग छ कि साथीहरू, बिहान उठेर उसले एउटा छान्छ अर्को छान्छ कपडाहरू स्कुल लाएर जानुलाई। अनि यति धेरै बनाएर थुपारी राखेर जान्छ। उसले स्याटरडे सन्डे त क्लिन गर्छ उसको रुम, तर अरू दिन यस्तै छ साथीहरू। बिहान 8 बजे स्कुल जान्छ, बेलुका 5 बजे स्कुलबाट आउँछ। अनि त्यसपछि आज चाहिँ भएन भनेर कपडाहरू पट्याएर राखिदिन लागेको छु। अनि मैले चाहिँ उसको रुम डेकोरेट गरिदिनु पर्यो भनेर त्यहाँको म्याट्रेसहरू पनि निकालेर राखेको छु। उसलाई त झन् सजिलो भएछ त्यहाँ बेडमा कपडाहरू राख्नुलाई है। अनि सबै फिसाइरहेछ। मेरो सानो छोरीले चाहिँ फेरि दिदीको कपडाहरू हेर्दै मलाई मिल्छ होला भनिरहेको छिन्, नापिरहेको छिन्। दिदी बहिनी हुनुको फाइदा भयो यस्तो छ क्या है। दिदीलाई सानो भएको कपडाहरू सबै उनले लिन्छन् क्या। अनि हेर्दैछिन्, मम्मी यो कसको भनेर सोध्दैछिन्। मैले सानो भएको जति चाहिँ तिम्रो हो भनिदिएको छु। अनि म पनि हेल्प गर्छु नि भन्दैछिन् फेरि। अब उनलाई त्यो पिङ्क टी सर्ट मन पऱ्यो अरे। अनि दिदीलाई सानो पनि भइरहेछ, अनि चेन्ज गर्न लागेछन्। अनि त्यसपछि मैले नानु क्यामेराको अगाडि चेन्ज गर्नुहुन्न उता जाऊ भनेको थिएँ। अनि त्यहाँ अब चेन्ज गर्न लागेछन् उनले चाहिँ। मैले उता पठाइदिएँ, उता गएँ। अब गएर चेन्ज गरेर आउँछिन्। म चाहिँ कपडा पठाइरहेको छु। उनको तल लाउने माथि लाउने छुट्टै राखिदिन्छु म चाहिँ। त्यहाँ देखाउँदैछिन् टी सर्ट, मेरो टी सर्ट हो यो भन्दै देखाइछिन्। अब उनले टी सर्ट पनि लाएर आइसकिन्, ऊ देखाउँदैछिन् मेरो भनेर। अनि अब त्यहाँ अरू पनि खोज्छिन् फेरि, धेरै छ होला मेरो नाना भन्छन्। अनि यो मैले चाहिँ यसरी छानेर राखिदिएको छु। अब बढार कुडार गरिदिनु पऱ्यो, बढारेर सनासिनिक पारेर राखिदिनु पऱ्यो। बाबु पनि सुतिरहेछ, त्यो भएर चाहिँ म अलिअलि काम गर्दैछु साथीहरू। अब चाहिँ मैले सोचिरहेको छु अब यति काम सकेर चाहिँ नानीहरूलाई पार्क लानु पऱ्यो, आज राम्रो दिन परेको छ भनेर सोचेको। ठ्याक्कै छोरी आइसकिन्। अब चाहिँ खाजासाजा दिएर हामी पार्कतिर हिँड्दैछौँ। यो चाहिँ मेरो नानीको मेडलहरू, यो पनि रुम डेकोरेट गरेपछि मिलाएर राखिदिनु पर्ला भनेर यत्तिकै राखिदिइरहेको छु। अब म पनि लाउँछु नि मम्मी भनेर उसले लाउँदैछिन्। अनि फोटो खिचिदिनु ल भन्दैछिन् फेरि। उनलाई चाहिँ फोटो र भिडियो भनेपछि यति खुसी हुन्छन् नि। ऊ दिदीको मेडल सबै घाँटीमा बिरिन्। अब म चाहिँ पार्क हिँडेँ है साथीहरू। मेरो भान्जा भान्जी छोरीहरू लिएर हिँडेँ। मेरो नानी र बाबु यहाँ खेल्दैछन्। ऊ अब हिँड्यो, सानो छोरो चाहिँ खेल्न छोडेर हिँड्यो, दगुर्दैछ। त्यहाँ फोगरहरू छ होला, अनि टिप्नलाई ऊ टिप्यो। अनि मैले न भनेको अब मलाई दिँदैछ, दियो। अब भाग्छ। अब मम्मीले मलाई टिप्न दिएन भनेर भाग्यो। अब म पनि पछि जान्छु। उहाँ गएर खेल्न थाल्यो। अब ढुङ्गा टिप्ने होला। त्यहाँ चाहिँ 6 बन्न लाग्यो साथीहरू। घाम यति माथि नै छ अझै। आज चाहिँ साह्रै राम्रो दिन परेको छ। ढुङ्गा टिप्न थाल्यो अब छोरोले। खाउँ जस्तो गर्दैछ। अब त्यहाँबाट लिएर भाग्यो। मैले गाली गर्छु नि त। दिदी हेर्न लग्यो। अब छैन, पार्कबाट निस्केर हिँड्यो नि हौ छोरो त। अब त्यहाँ मम्मीले बस्नै दिने भनेर ल्याएर लड्छु भनेर कति डर लाग्ने कि है, यति सानो बच्चालाई पनि। हिँड्यो। अब दिदीहरू पार्कमा खेलिरहेछन्, ऊ चाहिँ कुद्यो। ल साथीहरू आज चाहिँ सकियो। अब हामी घर फर्किँदैछौँ।